सो वेन इट कम्स टु सल्भिङ द क्युब मान्छेहरूले सोध्ने एउटा मात्र प्रश्न भने कति चाँडो सक्छौ ब्रो तिमी भनेर हुन्छ। तर त्यो कति चाँडो सक्ने भन्ने कुरा चाहिँ इट डिपेन्ड्स अन द क्वालिटी अफ क्युब। यो जुन क्युब छ यसलाई मैले यदि फास्ट घुमाउन खोज्यो भने यस्तो भएर यसको यो नै निस्किन्छ बाहिर। अनि प्रो लेभलमा खेल्ने भनेको म्याग्नेटिक क्युबहरू हुन्छ खतरा खतरा होइन। तिनीहरू चाहिँ स्मुथली रन गर्न सक्छ। अब यसलाई चाँडो मैले केवल 10 क्लासमा पढ्दाखेरि किन क्युब हो अनि यो मसँग अहिले नै छ। यसमा मैले सबैभन्दा चाँडो सल्भ गरेँ भने लाइक अन्डर अ मिनट नै हो हुन त। तर त्यतिखेर चाहिँ अलिकति यो बीभन्दा कम घस्रन थियो यसमा। यो फ्रिक्सनले अब धुलो झर्छ यहाँबाट। सो यहाँबाट सकिँदैन। सो इट निड्स ए गुड क्वालिटी क्युब, म्याग्नेटिक क्युब जुन चाहिँ प्रो लेभलमा खेलिन्छ र झ्याप गर्न सकिन्छ होइन। अब यसमा चाहिँ फास्ट गर्न सकिँदैन यही हो। तर पनि अब यसलाई म के गर्छु भन्दाखेरि यसलाई म झ्याप जाँदैन क्या। यसलाई यसो मिलाएर बिस्तारै घुमाउनु पर्ने हुन्छ। र इट इज अल अबाउट एल्गोरिदम। सुरुमा के न जस्तो लाग्थ्यो होइन। अनि पछि चाहिँ बिस्तारै सिक्दै गएपछि इट इज अल प्र्याक्टिस। इट इज लाइक सल्भिङ म्याथमेटिक्स। म्याथ सल्भ गर्नलाई पनि चाहिरहेको हुन्छ नि बेला बेलामा। रमाइलो त्यस्तै हुन्छ। अनि म लाइटले देखि पनि रहेको छैन खासमा त अहिले। आँखामा कस्तो एकदमै सार्प लाइट परिरहेको छ होइन। जस अब यसलाई म झ्याप सल्भ गरिहाल्छु एकचोटि। दिस इज द फास्टेस्ट आई क्यान गो। यहाँ त धेरै गयो भने यसले मलाई ठटाउँछ। ल यो सल्भ भयो। तर इट अल डिपेन्ड्स अन द क्वालिटी अफ द क्युब। थ्याङ्क यू।